हेलो साथीहरु सबैजनालाई वेलकम ब्याक छ है मेरो भिडियोमा। अनि आज चाहिँ म सिंगल छु, यहाँ मेरो भाइ छैनन्। अनि यतातिर यसो रमाइलो गर्ने सर हुनुहुन्न। अनि धेरै दिन भइसक्यो त्यो भिडियो सँगै नआएको, किनभने अब म अलि तपाईहरुले गेस गरिसक्नुभयो म कहाँ छु भनेर। गेस गर्नु भएको छैन भने म भनिहालौँ है। म चाहिँ अहिले काठमाडौँको छोटो ललितपुर एरियामा छु। म अस्ति टक्क झन्डा देखाइहालौँ न। अनि त्यही भएर अनि भाइ र म सँगै भिडियो नबनाएको, त्यही पनि एउटा भिडियोमा चाहिँ भाइ र म अनलाइनको बाफत पनि भिडियो बनाएको थिएँ। अनि अहिले चाहिँ तपाईहरुले म के गर्छु भनेर खोज्नु भयो होला, कता गयो त उस भनेर हैन, चम्फु यताउति सोध्नु भयो होला। त्यही भएर तपाईहरुको लागि यो भिडियो। अनि धेरै दिनपछि यस्तो गराउँदा चाहिँ मलाई अलि आकै छैन भिडियो बनाउन, खासमा भन्नु पर्दा है। अनि यही हो। अनि अहिले चाहिँ म काठमाडौँमा छु मस्त लाएर। काठमाडौँ यो रियल काठमाडौँ चाहिँ हैन, अनि छोटो काठमाडौँमा छु। अनि यहाँ चाहिँ म यसो कुक हान्ने काम हुन्छ नि, यस्तो चलाउने हो, त्यो चलाउने चिया बनाउने हुन्छ नि चायवाला हो, त्यो काम गर्छु क्या। त्यही भएर मैले काठमाडौँ सँगै भिडियो बनाउन नपाएको। अनि तपाईहरुलाई देखाउने छु कि म वहाँ के गर्छु र कुन ठाउँ हो भनेर। अनि त्यो कि काठमाडौँको एकदम के भन्छ भाइरल प्लेसमा म काम गर्छु। चान्चुनीमा गर्दिनँ नि, फेरि तपाईहरुलाई थाहा छ होला। चान्चु यता राम्रो आछ, यता गोरो आछु, त्यता म नराम्रो आएको रहेछ। एकदम राम्रो उसमा गर्छु नि म गरेपछि। अनि यो चाहिँ कुकुरको खोर हो, तर कुकुर बस्दैन क्या यहाँ कहिले नि। धेरै दिनपछि भिडियो बनाएर कस्तो लाग्छ। अनि म भर्खर उठ्या हो है। अब चाहिँ म 5-10 मिनट पछि म फेरि काम गर्न टोपी सोपी लाएर काम गर्न जानुपर्छ। यहाँ एप्रोन लाउनु पर्छ, त्यसपछि चाय यस्तो मजाले हुन्छ नि, चाय हान्नुपर्छ। अनि तपाईहरुलाई आज देखाउँछु कि चाय गराउने ठाउँ र भाइरल प्लेस अनि कुक चाहिँ को भनेर है। अनि अहिले चाहिँ म मुखसुक धुम, ब्रुस गरौँ। अनि त्यसपछि त्यहाँ बाटो छ कि म तपाईलाई देखाउँछु है। वहाँ देख्नुभयो होला, हो त्यो चाहिँ रोड हो। त्यसबाट चाहिँ साझा बस आउँछ, साझा हुन्छ नि, त्यो हरियो बस हो। हरियो वन नेपालको धनबनी हो, त्यो बस आउँछ मस्त टक्क लाएर। कस्तो भइरहेछ आज भिडियो बनाउनु भन्दा थाहा छ त साथीहरु। अहिले जाम अब मुख धुम, अनि अनुहार पनि कस्तो कालो देखेछ ल। अब म तपाईलाई वहाँ पुगेपछि कि यता पुगेपछि कसरी देखाउँछु थाहा छैन, तर देखाउँछु। साथीहरु हुन म चाहिँ तपाईहरुलाई भिडियो देखाउन अलि ढिलो भयो, किनभने अनि बिहान त यसो भिडियो बनाउँदाखेरि अलि टाइम लस्ट भइसकेको थियो नि त। अनि त्यहाँबाट भिडियो बनाएर अनि गाडी चढेर, गाडी पनि देख्नु होला हरियो कलरको हैन, त्यो गाडी चढेर आउँदाखेरि त यहाँ ढिलो भइसक्यो। अनि किन अहिले चाहिँ म सिटमा छु मस्त लाएर। अनि एउटा चकचके चाहिँ आएको छ न दगुरेर, हेर्नुहुन्छ अनुहार यो चकचके चाहिँ यति चकचके छ। अनि अहिले चाहिँ कामसाम सकेर सबै भ्याएर त्यहाँ ड्रेस चेन्जिङ रुममा आएको छु। अहिले चाहिँ यो ड्रेसमा छु। तपाईहरुले हेर्ने म कस्तो यो काम गर्ने ड्रेसमा कस्तो देखिन्छु भनेर। यस्तो त्यो सुक्खा मुक्का ड्रेस हैन, मेरो त फेरि बब्बाल ड्रेस छ। यो हो है, म चाहिँ यो अनि ट्याक्क यो हुन्छ नि, यो एप्रोन भन्छ क्या यहाँ चाहिँ। अनि यसलाई चाहिँ मस्त यही त जान्दिनँ कताबाट लाउँछ यहाँ, यस्तो क्रस गराउने अनि यहाँ हाल्ने। तपाईहरुलाई देखाउँदैछु है। यो यस्तो लाग्यो टक्क, यो अलि मान्नुपर्छ यसरी। यहाँ टोपी हुन्छ, यो टोपी टाउकोमा टक लाएर एउटाले चाहिँ उताबाट हेरिराखेँ, टाउकोमा यस्तो टक्स लाउनुपर्छ, खै कताको यार, टाउकोमा यस्तो टक्स लाउनुपर्छ, यस्तो कुक देखिन्छ होइन। अनि कुक चाहिँ उता छ, म चाहिँ अहिले चाहिँ साँझको साढे 6:17-18 कति भएछ त्यतिखेर निस्केको। कामसाम भ्याएर दिउँसै बनाउँछको ढिलो भयो। अनि अहिले चाहिँ म तपाईहरुलाई कुक देखाउँछु, अनि चिया स्पोर्ट देखाउँछु कस्तो छ भनेर। तपाईहरु हल्ला नगर्नु बिस्तारै। ज्याकेट स्याकेट ल्याएर रेडी भइसक्यो होइन। अनि यो चाहिँ पार्किङ एरिया तपाईहरुलाई देखाइहालौँ। मस्त यहाँ बाइकहरू हेर्नु न कति चाहिँ यत्रो चिया बनाउँदा थाकिन्छ यार। म तपाईलाई चिया स्पोर्ट देखाउँछु है।
दशहरामा यहाँ पिङ खेल्नुपर्छ यस्तो यस्तो बसेर पिङ खेल्नुपर्छ यहाँ तपाईँलाई डेकोरेसन कस्तो त्यो त तपाईँहरू किचनको डेकोरेसन हेर्ने हो मस्त लागेर यहाँ चाहिँ यस्तो क्यामेरामा देख्छौँ भनेर क्या छिटो साफ गरेछ के भन्छ यसलाई चाहिँ यसलाई चाहिँ बार भन्छ म तपाईँलाई अगाडि देखाउँछु डली चायवाला माथि बन्छौ न डली चायवाला अनि के भन्छ उहाँ दिदी चाहिँ मलाई सिकाउने गाइड गर्ने चिया कसरी बनाउने चियामा चिनी कति कति हाल्ने अलि यताबाट चाहिँ मिलेन कि यताबाट गरौँ खाइसो तल ए देऊ न जिउरोले यस्तो दुध उठाएर जिउ डलीवाला दिनु पर्छ नि यताबाट लाइट परेर जिउरो दिनु त जिउरो क्यामेरा देखेपछि दिदीले दुःख सुनाइरहेको मिठो चिया बनाउने पिङ्की मान्छे चाहिँ रातो रातो भयो पिङ्की बनाइरहेको छ नि के रातो वाह नटिका खोइ त गाइस नटिका जाने भाउजू खै यसो ल्याउनु त अब यहाँ के के खानुपर्छ भन्ने कुरो हेर्नुपर्छ क्या यहाँ भेज नन भेज किताब जस्तो के खाने हो हेर्ने हो तपाईँहरूले के पो सकियो यहाँ साथी कुकको कमी छ जस्तो छ म जानु पर्ला जस्तो कुकको कमी भयो त यसो ओनर दाइले हेर्नुपर्छ नि भन्नु पर्यो कुक सुक म छु टोपी सबै लगाइहालेछु खाना खाने चाहिँ के खाने भन्ने कुरो भइरहेछ ढेँडो चाहिँ खानुपर्छ भात चाहिँ घर नि खाएको अनि यहाँको कुक सुक चाहिँ म अहिले नै भनेको छु ओनर दाइ कुक चाहियो भने म एकदम दुब्लो देखिएँ क्या अलि खालि यताबाट हो कुक सुक चाहियो भने म छु एकदम पर्फेक्ट छु चिया चिया एकदम भोबालले गराइदिन्छु आज चिया देखाउन पाएन कि अलिक बिजी भयो मतलब घरबाट हिँड्दाखेरि अलिक गाडीले लेट भयो नत्र म सुरुमै भिडियो बनाइदिन्थेँ बबालवाला होइन अनि यहाँको के भन्छ सर्भिस टिमले चाहिँ बबाल रहेछ हाम्रो भाइ जस्तो लागिरहेको तपाईँलाई लुक्स देखाउँ लुक्स म त छोडेर जानुभएको छ है अनि यहाँ चाहिँ कस्तो महँगो बास्ना आइसक्यो फोटो खिच्नु ये देखे ना यस्तो कस्तो केराको बास्ना चाहिँ म भनेपछि धेरै भयो मैले भिडियो नबनाएको
साथीहरु खाना आयो है लगभग 45 मिनेटपछि खाना भोक लाएर यत्रो आन्द्रा भइसकेछ अझै हात साथ धोएर आइसकेको छ अनि खाना चाहिँ तपाईहरु यहाँ देख्नुहुन्छ यो ढेँडो हो जुम गरेर देखाउँ है यो चाहिँ थकाली सेट भन्छ यसलाई थकाली हो कि मकाली भन्ने अनि यहाँ करेला पनि हालिदिएको रहेछ अलि मिठो ठिक छ अब खाने बेलामा धेरै बात नगरौँ भन अहिले फेरि के पुरा नराम्रो होला त्यो एउटा पहिला खाइहालौँ यहाँ बास्ना आयो होला अलिअलि रन्काइहालौँ अनि धेरै छैन ठिक छ तपाईँ के बोल्नु छ हामी चाहिँ खाएर पछि भेटौँला है त बोल्न त छोड्ने बोलिहाल्ने त अब खानासाना खाएर चाहिँ अब त सुन्नुभयो नि होइन खाना चाहिँ खाइसक्यो अनि मस्त भएर अब घरतिर लाग्नु यहाँ चाहिँ हामी चाहिँ घरतिर लाग्दिएको है बाबाई यता चाहिँ बार छ कति जानेको बगान बाबा तपाईँले यहाँ देख्नुभयो कि नै अब चाहिँ टकटाक परेर यो त देखाइसक्यो अघि नै अब घर यताबाट कताबाट हामी आएको टकटाक परेर घर जाने अनि दाइ चाहिँ आफ्नै उसमा हुनुहुन्छ दाइ के भन्नु छ चुप्प लाएर हिँड्ने मलाई उसले पो जानेको छ त स्टप गर्न मेरो घर चाहिँ नुवाकोट हो होइन हामी चाहिँ मेरो घर चाहिँ भने हो हामी चाहिँ यहाँ छौँ हामी यहाँ छौँ हामी चाहिँ यहाँ छौँ हामी चाहिँ लिफ्ट चढ्न गएको छ के भन्नु विश्वास भन्नुहोस् न केही भन्नु छ भने अघि भिडियो नपाउँदा सधैँ बोलेदैन भाषा खाएर आएपछि चाहिँ मलाई चाहिँ त्यही पनि भन्नुहुन्छ यो मेरो कोठा होइन कि उहाँकै कोठा हो अघिसँग खाना नआएर केही पनि बोल्नु हाल्दैन अहिले चाहिँ खाना आएपछि बोलेको बोले बाबा कति उससम्म छ गब्बर फिल्ममा देखाए जस्तै छ तल अब चाहिँ घर जान लाग्यो खानासाना खायो अब ट्याक्सी पनि आयो अब ट्याक्सीमा जानु पऱ्यो नि त फेरि है यता पो हो ल अब चाहिँ घर जान्छ साथीहरू आजको भिडियो चाहिँ यहीँ सकिन्छ